नमस्ते सबैजनालाई है। आज चाहिँ हामी अब टिबी बस्तीको युथले चाहिँ अब 16th अफ नोभेम्बरमा चाहिँ हामीले काइट फेस्टिभलको अर्गनाइज गरेको छ यहाँनिर। त्यसै कारण अब काइट फेस्टिभलमा त गुड्डी उडाउनु पर्यो। त्यसै कारण गुड्डीको लागि चाहिँ अब उडाउँदा चाहिँ तपाईँहरूले कान्डेल चाहिँ कसरी हाल्छ भनेर चाहिँ त्यो चाहिँ अब हामीले सानो ट्युटोरियल बनाएको, जसले चाहिँ जान्दैन। हाम्रो तपाईँहरूले देख्नुहुँदैछ यहाँनिर दुईवटा परङ हुन्छ होइन, एउटा चाहिँ मिडल परङ, एउटा चाहिँ यो चाहिँ क्लब बनाएको परङ हुन्छ। त्यसमा चाहिँ तपाईँले दुईटालाई चाहिँ एट्याच गरेर चाहिँ हाल्नु पर्यो होइन। यता यता हाल्नु पर्यो, यता हाल्नु सक्दैन, किनभने यता हाल्यो भने यो चाहिँ अब अलग हुन्छ। त्यसै कारण उड्दैन, यो गुड्डी उड्दैन। त्यसै कारण चाहिँ अब तपाईँले पहिला चाहिँ मुनि यसरी तपाईँले दुलो बनाउनु पर्यो। यतानिर यसरी दुलो बनाएर चाहिँ यहाँ माथिपट्टि पनि तपाईँले चाहिँ यसरी दुलो बनाउनु पर्यो। यहाँबाट चाहिँ तपाईँले यसरी हाल्नु पर्यो। त्यसपछि यतापट्टिबाट चाहिँ निकालेर यतापट्टिबाट फेरि तपाईँले जहाँ दुलो बनाउनु भएको छ त्यसबाट यसरी तानेर चाहिँ तपाईँले यसलाई चाहिँ अब अलिकति यसरी हेर्नु पर्यो। यता चाहिँ ज्यादा छोड्नु भएन तपाईँले। अन्त यो सानो भात यतानिर चाहिँ तपाईँले यसरी नट बनाउनुपर्छ। राउन्ड नट बनायो, राउन्ड नट यसरी दुईपल्ट चाहिँ बनायो। अझै एकपल्ट हाल्यो भने चाहिँ तपाईँको एकदम चुट्टिने डर हुँदैन। अन्त त्यसरी नै तपाईँले अब मुनिपट्टि पनि यता पनि गर्नु पर्यो। त्यसको लागि चाहिँ तपाईँले मेजरमेन्ट गरे पनि हुन्छ। यसरी टक्क मेजरमेन्ट गरेर चाहिँ एक नाप गरेर चाहिँ तपाईँले यतानिर फेरि तपाईँले यतानिर छेड पार्नु पर्यो। यता छेड पारेपछि अनि यतापट्टि पनि पार्नु पर्यो। फेरि अघि तपाईँले चाहिँ यसलाई चाहिँ यहीँबाट यसरी यसलाई पुस गरिदिनुहोस्। यसरी आएर चाहिँ यताबाट फेरि तपाईँले यसलाई हाल्नु पर्यो। यताबाट हालेपछि चाहिँ तपाईँले अब यहाँ आएपछि चाहिँ यहाँनिर पनि तपाईँले नट बनाउनु पर्यो। राउन्ड नट बनाउनुहोस्। एकपल्ट दुईपल्ट भयो। अन्त अझै तपाईँको उसको लागि चाहिँ तीनपल्ट जस्तो हाल्नु पऱ्यो। अनि तपाईँले यताबाट यो मेजरमेन्ट लिनुपर्छ। यो मेजरमेन्ट लिएपछि चाहिँ यहाँ चाहिँ अलिकति तपाईँले माथि अलिकति गर्नु पऱ्यो, दिनु पऱ्यो। तपाईँले यसरी गरेर चाहिँ तपाईँले यसो गरेर चाहिँ यतिकोमा चाहिँ तपाईँले फेरि एउटा राउन्ड बनाउनुपर्छ। टक्क राउन्ड भयो होइन। तपाईँले यसको लागि यसरी हेर्नु पऱ्यो। तपाईँले कहाँ ज्यादा कम्ती हुन्छ त्यो चाहिँ तपाईँले फेरि एक नट बनाउनु पऱ्यो। जस्तै अब माथि ज्यादा छ भने मुनि टक्क एक नट बनायो, फेरि टक्क एक नट हाल्यो होइन। अब चाहिँ यति भएपछि चाहिँ तपाईँको गुड्डी उड्न स्टार्ट हुन्छ।